मैले अस्ति रोपेको पिटुनिया चाहिँ यस्तो राम्रोसँगले आएको छ कि सबै। तर यहाँनिर एउटा चाहिँ यस्तो भइरहेको छ। यो चाहिँ यसको सायद रुटमा केही प्रब्लम हुनसक्छ। अब चाहिँ यसलाई चाहिँ म चाहिँ आउट गरिदिउँ भनेको, किनभने यो अब पट ओगट्नु मात्रै हो, पट र मल। अनि अरू चाहिँ एकदमै दामी छ। अनि यहाँनिर सिजन्थस छ, सिजन्थस कम्ती छ। यता चाहिँ ठुलो ठुलो हेल्दी बिरुवा रोपेको थिएँ, हेल्दी नै भएको छ। अनि यता चाहिँ मसिनो रोपेको मसिनै छ। अनि यसलाई चाहिँ अब आउट गरिदिन्छु। अनि यो पटमा चाहिँ अस्ति नै मैले यो कालेबुङबाट ल्याएको, यसलाई रिपोर्टिङ गरिदिउँ भनेको नि त। यो पिटुनियाले चाहिँ किन हो नि राम्रोसँगले जरा फ्याँक्नु नै सकेको रहेन रहेछ नि त। मलहरू त राम्रै थियो, तर पनि किन हो नि जरा नै राम्रोसँगले आएको रहेन रहेछ। त्यही कारणले चाहिँ मैले चाहिँ यसलाई निकालेर फ्याँकिदिएँ, किनभने अब यसलाई राखेको र नराखेको एउटै हुन्छ नि त। त्यतिकै कचल्टेर बसिबस्छ नि त। अनि त्यही कारण चाहिँ मैले चाहिँ अनि यो पटमा त्यही मलमा चाहिँ यो जेरेनियमलाई रिपोर्टिङ गरिदिएँ। थ्याङ्क यू सो मच।